नमस्ते, म सविता, म एडमन्टन क्यानाडामा बस्छु। अ, मैले यो छोटो मोनोलगहरू बनाउने भनेर किन सोचेँ भन्दा कति धेरै कुराहरू भयो जुन मनमा नै रहिराख्यो अनि यसलाई कुनै माध्यमबाट एक्सप्रेस गरौँ भन्ने लाग्यो र लेट्स ट्राई दिस यो चाहिँ मैले सोल्ली आफ्नै लागि आफ्नो मनको जुन एउटा सफोकेसन छ त्यो चाहिँ निवारण होस् भनेर सुरु गरेको हो। र आज मलाई बोल्नु मन लागेको विषय लुगा सम्बन्धी छ। हामी छोरी मान्छेले लगाउने लुगा र यो चाहिँ मैले नेपालमा भोगेको र मैले नेपालमा देखेको र क्यानाडामा मैले यहाँ आइसकेपछि भोगेको कुरामा आधारित हुनेछ। र क्यानाडा मात्र होइन, म विभिन्न कार्यक्रमहरूमा विदेश जाँदाखेरि, घुम्न जाँदाखेरि त्यहाँ पनि मैले महसुस गरेको आधारमा म भन्नेछु। मलाई पहिला पनि जब विदेशमा कार्यक्रमहरूमा जान्थेँ, यहाँ चाहिँ घुम्न जान्थेँ, तब कस्तो थियो भने अब यो अलिक छोटो लुगाहरू र अब नेपालमा चाहिँ हामी एक्सपोज हुने लुगा भनेर भन्छौँ, अब यहाँ त्यसरी भनिँदैन। र त्यो लुगाहरू चाहिँ विदेशमा नै लगाउने हो, यहाँ चाहिँ घुम्न जाँदा नै लगाउने हो। अनि मैले साथीहरूले पनि कुरा गरेको सुन्थेँ, जस्तो यो लुगाहरू छ, यो चाहिँ विदेश जाँदा मात्रै लगाउन मिल्छ, यहाँ लगाउन मिल्दैन। अनि कतिपय आफूलाई लाउन मन लागेको लुगाहरू हुन्थ्यो जुन चाहिँ नेपालमा लाउन नसकिने र यो चाहिँ यहाँ लगाउन मिल्दैन भनेर कतै क्लोजेटमा कतै कुनामा राख्नुपर्ने हुन्थ्यो। र त्यो किन भन्ने लाग्छ। र अहिले पछिल्लो जेनेरेसनमा जुन जेनजी पुस्ता भनौँ, जेनजी पुस्ताले चाहिँ लुगामा पनि अलिकति रेभोल्युसन नै गरेको हो कि भन्ने मलाई पहिले नै महसुस भएको थियो। जेनजीले आफू खुसी लुगा लगाउँथ्यो, स्पेसली आइम टकिङ अबाउट फिमेल्स। छोटो लुगा हुन्थ्यो जुन हामी छोटो लुगा भनेर नेपालमा भन्छौँ। अनि टी सर्टहरू पनि र क्रप टी सर्टहरू होइन जुन फेमस भएको थियो, त्यसपछि सर्ट्सहरू उहाँहरू इजिली लगाउनुहुन्थ्यो। र अभियसली उहाँलाई कमेन्ट त पक्का पनि आउँथ्यो, के लुगा लगाएको होला। अब मैले नै त्यस्ता कमेन्टहरू धेरै सुन्ने गर्थेँ मैले आफूले लगाउँदा र यो पछिल्लो अवस्थामा जुन जेनजीहरूले लगाएको लुगामा बढी कमेन्ट हुन्थ्यो, जस्तो त्यो के लगाएको, त्यो लगाउनुभन्दा त नलगाए नै हुन्थ्यो, अथवा त्यो के खाले लुगा हो होइन। त्यो मलाई के लाग्छ भने नेपाली समाज एउटा जजमेन्टल समाज हो, जुन हामी अरूलाई निकै नै जज गर्छौँ। अरूले कस्तो लगाउँछ भन्ने त्यो उसको चोइस हो जस्तो लाग्छ। त्यो भन्दैमा फेरि एकदमै भनौँ न त्यो लिमिट नै क्रस गर्ने पनि भन्न खोजा होइन। तर अब त्यो लिमिट पनि केलाई चाहिँ लिमिट भन्ने पनि त्यो समाजले नै बनाउने रहेछ। जस्तो यहाँ चाहिँ एकदमै त्यो जस्तो असुहाउँदो भयो होइन, कलेजमा चाहिँ अति नै असुहाउँदो भयो। जस्तो बिकिनी लगाएर कलेज गयो भने चाहिँ यहाँ असुहाउँदो मानिन्छ। नत्र मैले अरू लुगाहरूलाई खासै नट अकर्डिङ टु प्लेस भन्ने खाले जेस्चर या भन्ने खाले कमेन्टहरू सुनेको छैन।
अम, अब नेपाली समाजले पनि एउटा त्यो लुगाको दायरा बनाउँछ या चाहिँ उसले आफै त्यो यतिसम्म ठिक। अब पहिला हाम्रो हजुरआमाहरू साडी लगाउनुहुन्थ्यो, त्यसपछि मम्मीहरूले कुर्ता लगाउन थाल्नुभयो। अब पहिला हजुरआमाहरूले कुर्ताको परिकल्पना पनि गर्नुभएको थिएन होला, त्यति बेला कुर्ता आइ पनि सकेको थिएन होला। अनि पछि मम्मीहरूले कुर्ता लगाउँदाखेरि कुर्ता लगाउने भन्ने खाले पनि थियो। जस्तो साडी नै लगाउनुपर्छ, यो के लगाएको होला, यो सजिलोको लागि यस्तो लगाउन थाले आजकलका बुहारीहरूले या आजकलका छोरीहरूले भन्ने कमेन्टहरू मैले पनि सुनेको मलाई याद छ। अनि त्यसपछि अब हाम्रो जेनेरेसनमा हामीले प्यान्ट टी सर्टहरू लगाउन थाल्यौँ, त्यसपछि स्कर्टहरू लगाउन थाल्यौँ। अनि लामो स्कर्टहरूलाई राम्रो मान्ने, जस्तो स्कुलमा पनि लङ मिडी लगाऊ, अलिकति घुँडा छोपिएन भन्ने खाले थियो। अब पछि चाहिँ त्यो चेन्ज भयो, जस्तो घुँडासम्म पनि या घुँडाभन्दा थोरै माथि पनि ठिक मान्न थाल्यो। अब त्यसै गरी मैले वरपर देख्दाखेरि अहिले चाहिँ घुँडाभन्दा थोरै तलसम्म नेपाली समाज आएको हो कि जस्तो लाग्छ मलाई। घुँडाभन्दा माथि गयो भने चाहिँ उसलाई समस्या छ अहिले। म यहाँ आउन अगाडिसम्म मैले महसुस गरेको त्यो चाहिँ घरमा बस्दा या चाहिँ क्याजुअल वेयरमा चाहिँ घुँडा तलसम्म आइसकेको छ समाज भने, अफिसमा लगाउने ड्रेसमा चाहिँ अझै कुर्कुच्चा माथि नै छ भन्नुपर्छ। मेरो आफ्नो भोगाइमा अब मलाई चाहिँ डिफ्रेन्ट खाले लुगाहरू ट्राई गर्नु मन लाग्थ्यो। अनि जस्तो अब हामी एज अ फिमेल वी हेभ अ भेराइटी अफ क्लोथ टाइप्स होइन। स्कर्ट छ, स्कर्टमा पनि पेन्सिल स्कर्ट छ, त्यसपछि मिडी हुन्छ, अनि त्यसपछि अब प्यान्ट टी सर्टहरू त भइ नै हाल्यो। अनि वान पिस ड्रेसहरू हुन्छ, जुन बिजनेस क्याजुअल ड्रेसेसहरू पनि हुन्छ। अनि सो अब मैले आफ्नो कुरा गर्दाखेरि मलाई डिफ्रेन्ट खाले ट्राई गर्न मन लाग्ने, अनि त्यो लुगाहरू चाहिँ स्पेसली एज अ क्याजुअल वेयर, नट फर्मल, इन्फर्मल्ली मात्र लाउन मिल्ने भनेर समाजले चाहिँ त्यो एउटा अनरिटन गाइडलाइन बनाएको छ। अनि त्यस्तो खाले लुगाहरू अफिसमा लगाएर गयो भने समस्या हुने अरूलाई, मलाई होइन। अनि मलाई होइन पनि कसरी भनौँ, अब त्यो सबैले चाहिँ हेर्ने, जस्तो स्कर्ट लगाएर गयो भने खुट्टामा हेरिदिने, अनि एउटा दुइटाले मात्र होइन सबैले नै हेर्ने, त्यो चाहिँ अलिकति अरूले लगाइरहने भन्दा चाहिँ मेबी उहाँहरूलाई अलिक अनयुजुअल लाग्यो, किनभने अरू धेरैले लगाउनु हुन्थेन। तर त्यो भन्दैमा त्यो हेरेर जसले लगाएको छ त्यसलाई अनकम्फर्टेबलै पारिदिनु पनि त भएन होइन। त्यो उहाँहरूको हेराइले अथवा उहाँहरूले गर्ने व्यवहारले मलाई कस्तो असर पर्छ भनेर सोच्नुपर्ने हो जस्तो लाग्छ। अनि यो चाहिँ फेरि मेल्सले मात्र होइन, फिमेल्सले पनि। अनि अब त्यस्तै गरी फर्मल वान पिस लगायो, अनि त्यसमा पनि थोरै मात्र कतै एक्सपोज भएको छ खुट्टा होइन, लामै लगाउँदा पनि थोरै एक्सपोज भएको छ भने पनि समस्या हुने, अब त्यहाँ हेरिहाल्ने। त्यसपछि अब थोरै नेक लाइन अलिकति डिप छ भने त्यसमा सबैको आँखा जाने, प्रोफेसरदेखि लिएर कलिग्सहरू, इभन फिमेल्सहरू नै पनि ठ्याक्कै सुरुमै त्यहीँ हेरिहाल्ने होइन। अनि
त्यो त आई थिङ्क एक खाले त्यो एक्सप्लोइटेसन पनि हो भन्छु म त द्याट्स काइन्ड अफ अब्युजको जेस्चर हो त्यो तर के गर्ने अब इफ आई फिल लाइक इट्स एन अब्युज बट वेयर सल आई रिपोर्ट गर्ने कुनै ठाउँ नै छैन होइन इन्स्टिच्युटमा पनि छैन र बाहिर पनि आई डोन्ट नो इफ देयर इज एनी इफेक्टिभ मेकानिजम सो त्यो एकदमै अप्ठ्यारो बनाइदिने होइन त्यो यति अप्ठ्यारो बनाउने कि त्यो मेरो आफ्नो जुन इच्छा हुन्छ त्यो नै मैले मार्नुपर्ने बिकज आई डोन्ट थिङ्क द्याट कजेस एनी हार्म मैले कस्तो लुगा लगाउँछु भन्ने कुराले एन्ड त्यो लुगाहरू यहाँ लगाउँदाखेरि इट्स नर्मल इट्स मोर देन नर्मल तर त्यही लुगा जस्तो मैले घुँडाभन्दा अलिकति तल आउने चाहिँ स्कर्ट लगाउँथेँ त्यो स्कर्ट चाहिँ इट्स बिजनेस क्याजुअल ड्रेस अब त्यो स्कर्ट मैले यहाँ लगाएँ भने इट विल बी कन्सिडर्ड गुड किनकि द्याट्स अ क्याजुअल ड्रेस फर्मल ड्रेस एन्ड द्याट मेक्स मी स्मार्ट एज एन इम्प्लोइ सो त्यसलाई त झन् एज अ होइन पर्सनालिटी मेन्टेन गरेको भनेर चाहिँ हेरिन्छ जस्तो लाग्छ मलाई तर नेपालमा चाहिँ अप्ठ्यारो नै पारिन्थ्यो सो मैले म चाहिँ इभन दो पिपल युज टु लुक एट मी or वाट एभर दे ट्राई टु मेक मी फिल म चाहिँ आफ्नो काम ठिकसँग गर्छु वाट एभर ड्रेस आई वेयर भनेर मैले कुर्ता लगाउँदा पनि गर्ने काम त्यही नै हुन्थ्यो होइन र मैले स्कर्ट लगाउँदा पनि जसरी म काम गर्थेँ जुन विथ द एफिकेसी एन्ड इफेक्टिभनेस मैले जे लगाउँदा पनि त्यसै गरी नै काम गर्थेँ तर अब त्यो दृष्टिकोण चाहिँ किन फरक हुन्थ्यो त्यो मलाई थाहा छैन आई थिङ्क नेपालमा एउटा कस्तो खाले नेरेटिभ छ भने सबैले एउटै खाले चिज गर्नुपर्छ यो त्यसैको यसमा चाहिँ त्यसैको मेबी इफेक्ट हो लुगा पनि सबैले एउटै खाले लाउनुपर्छ होइन खुट्टा एक्सपोज नहुने लगाउनुपर्छ कुर्ता सुरुवाल या चाहिँ फेरि कस्तो भने त्यो एक्सपोज हुने मात्र होइन जस्तो कुर्ता सुरुवाल इज क्वाइट पपुलर धेरै लगाउनुहुन्छ अब त्यसमा पुरै खुट्टा छोपिने नै स्कर्ट लगायो भने पनि फेरि दे विल लुक एट द स्कर्ट किनभने त्यो स्कर्ट अलिकति अनयुजुअल भयो कुर्ता सुरुवाल भन्दा सो यस्तो खाले टेन्डेन्सी छ अनि मैले यहाँ आएपछि चाहिँ now like I'm free to wear whatever I want here as long as it's not होइन इट इज नट बियोन्ड भनौँ न त्यही अघि मैले जुन इक्जाम्पल दिएँ अब बिकिनी नै लगाएर चाहिँ युनिभर्सिटी जानु भएन सो आई थिङ्क त्यसमा पनि यहाँ चाहिँ डिबेटहरू हुने गर्छ जस्तो वाइ नट भनेर तर आइम नट गोइङ इन्टु द्याट अनि यहाँ आएपछि मैले महसुस गरेँ म पढ्न जाँदाखेरि या काममा जाँदाखेरि मैले जुन लुगा लगाएर गएँ त्यसै गरी मेरो खुट्टा देखेको हुन्थ्यो घुँडासम्मको मैले लगाएर गएँ अनि नोबडी इज लुकिङ एट माई क्लोथ्स होइन कसैले हेर्दैन हेऱ्यो भने पनि अथवा कम्प्लिमेन्टै दिने हिसाबले हेर्छ जस्तो वाउ यु लुकिङ सो स्मार्ट इन द्याट ड्रेस भन्छ या चाहिँ you're looking beautiful, the dress looks good on you भन्छ होइन अनि अब त्यसले आफूलाई कस्तो मन लागेको छ त्यो लगाउँदाखेरि आफ्नो कन्फिडेन्स पनि त बढ्छ एन्ड देन आई थिङ्क काममा अझै इफिकेसी बढ्छ अनि नोबडी इज बदर्ड होइन कसैलाई बदर छैन म मेरो सुपरभाइजरसँग बसेर मिटिङ गरेँ
आई युजली ह्याभ लाइक 2 to 3 आवर्सको उहाँसँग मिटिङ हुन्छ एन्ड इज नेभर बदर्ड अबाउट माई ड्रेस होइन, बरु अलिक कम्प्लिमेन्टै गर्नुहुन्छ, बट होइन त्यस्तो खालि यसो हेर्ने कतै अलिकति एक्सपोज भएको ठाउँमा हेर्ने, नेकलाइनमा हेर्ने अथवा स्लिभलेस लगाएको छ भने हातमा हेर्ने, खुट्टामा हेर्ने, त्यो चाहिँ मैले अहिलेसम्म पाएको छैन, बरु पाएकै छैन पनि नभनौँ, एटलिस्ट नट इन वेयर आई वर्क एन्ड वेयर आई स्टडी। तर कहिलेकाहीँ बाटोमा चाहिँ अब हाम्रै परिवेशको मान्छेहरू भेटिनु हुँदाखेरि चाहिँ त्यसरी हेरेको पाएको छु, तर त्यस्तो अप्ठ्यारोमै पार्ने गरी चाहिँ होइन। हस्, मैले आज यति सेयर गरेँ। थ्याङ्क यू, बाई।